साथीहरु हेर्नुहोस् त कम्पनीमा व्हाइट क्लियर पाइप चाहिँ यसरी बन्दो रहेछ है। भिडियो अन्तिमसम्म हेर्नु होला। अब त्यो मेसिनमा पहिला त प्लास्टिक हाल्नु पर्यो हैन। प्लास्टिक गले अब त्यो प्लास्टिकलाई चाहिँ यसरी पगालेर अब मेसिनले यसरी त्यहाँबाट चाहिँ पाइप बन्दै निक्लिँदो रहेछ। अब त्यो एकदमै तातो हुन्छ नि त, अनि त्यसको लागि चाहिँ पानीमा डुबाउँदै डुबाउँदै यसरी हेर्नुहोस् त मजाले डुबाउँदै पानीमा यी धारा हुँदो रहेछ माथिबाट, अनि तल पानीमा डुबाउँदै 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 लगिँदो रहेछ मजाले। ल अब अर्को यतापट्टि अर्को यसरी मजाले ल्याएपछि अब यता अर्को मेसिनमा त्यहाँ अब रोल गर्नको लागि हालिदो रहेछ र अन्तिममा यसरी रोल गरिँदो रहेछ। रोल गरेर यसरी चाहिँ व्हाइट क्लियर पाइप चाहिँ बन्दो रहेछ है साथीहरु। ल अब हामीले त अब फाइनल प्रोडक्ट मात्रै देखेको हुन्छौं नि त हैन, कसरी बन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ, तर यसरी यति मजाले यति सजिलै अब पाइप बन्दो रहेछ है। अब मेहनत त एकदम धेरै होला हैन, तर सजिलै यसरी रोल भएर अनि अब प्याकिङ गरेर बेच्न बिक्री गर्नको लागि पठाइन्छ है मार्केटमा। गजबको तरिका रहेछ। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला। ल यसरी दुलो चाहिँ बुच्याइदो रहेछ दुवैपट्टिको। ल फोहोरहरू नपसोस् भनेर र यसरी प्याकेजिङ गरेर मजाले पठाइने रहेछ है। ल तपाईहरुलाई कस्तो लाग्यो भिडियो लाइक कमेन्ट शेयर गर्नु होला।